हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अघिल्लो भिडियोमा चाहिँ मैले चाहिँ यो अगाडिको नेदर पोर्टल बनाएको थिएँ, तर त्यो भिडियो कहाँबाट डिलिट भयो आज चाहिँ हामीले चाहिँ यहाँ विन्ड मिल बनाउँछौँ। यो ठाउँमा चाहिँ विन्ड मिल बनाउने हो। अब त्यसकै ट्युटोरियल र भिडियो हेर्नु न। यो रिभर चाहिँ पहिल्यै बनाएको थिएँ, यसको भिडियो खोइ भन्न पाउनु न कमेन्टमा होइन। अब यसको लागि चाहिने सामान चाहिँ मैले अगाडि सल्कर बक्समा राखेको छु। सल्कर बक्सबाट ल्याउँछु पहिला हेर्नु है त। पहिला भिडियो चेन्ज गर्छु म फर्स्ट पर्सनमा गएर। यो पोर्टल चाहिँ कस्तो लाग्यो कमेन्टमा भन्दैन है, यो पोर्टल कस्तो छ भनेर है। मलाई राम्रै लाग्यो, तपाईँहरूलाई कस्तो लाग्यो भन्ने हो। यो हेर्दा नि राम्रै हो है, हेर्ने। यो सल्कर बक्समा छ। अब चाहिने हुन्छ सामान चाहिँ सल्कर बक्समा हेर्न के छ। थोरै छ है सामान चाहिँ। अब यो सल्कर बक्समा त्यो विन्ड मिल बनाउनको लागि चाहिने सामान चाहिँ थोरै छ एकदमै। बनाउन पनि सजिलो हुन्छ। हेर्नु है त गाइज, ल यो लिएर जान्छु त्यहाँ। यो क्रप फार्म, सुगर केन फार्म, यो क्रिपर फार्म, यहाँ सुगर केन फार्म अर्को पनि छ है। यो क्रिपर फार्ममा चाहिँ अहिले म यहाँ के बसेको छैन, त्यही भएर काम गरेको छैन होला। मैले चाहिँ योवाला भिडियो नि हाल्छु है, योवाला यो बिकन हो। योवाला चाहिँ मैले भिडियो हालेको कि हाले छैन र किन म हेर्छु। बिर्सिएँ हालेको रहेछ अनि भन्छु है त। मैले हालेको रहेछु। यो कस्तो लाग्यो यो पनि भनिदिनु है कमेन्टमा चाहिँ है। फेरि यो फुल डायमन्डको बिकन हो कि, डायमन्डकै देखाइदिन्छु नपत्ता हेर्नु। फुल डायमन्ड बिकन यहाँ चाहिँ डिजाइन सिजाइन ल सब छ क्या। यस्तो बिकन छ है। अब चाहिँ विन्ड मिल बनाउने तर्फ लाग्छ है त। ल कस्तो मरेको यार, हिजो त एन्ड हो कि म मरे भएको। फ्यान्डमा म टोटम राख्छु, त्यो वाटर बकेट फालिन्छ। हेर यहाँ बनाउने सोचमा छु है म। यहाँ बनाउन कस्तो हुन्छ है त हेरौँ। यो कल स्टोनले पुरौँ पहिला। यो सर्भाइभल वर्ल्डलाई म यस्तो कडक बनाउँछु नि, हेर्दै जान्न सब भिडियो आउँछ के। अब चाहिँ सल्कर बक्सबाट सामान निकाल्दिउँ है त। ल सल्कर बक्सबाट पहिला चाहिँ हामीलाई चाहिएको यो र ट्र्याप डोर है। अब यसको के काम छ त्यो पनि देखाइदिइहाल्छु। यहाँ बनाउनु पर्ला है, यहीँ कस्तो हुन्छ एकचोटि ट्राई हान्दिउँ। स्टेयर्स पनि चाहिन्छ है, स्टेयर्स कस्तो बिर्सेको। योवाला स्टेयर्स के को सट्टा, यो बोको सट्टा। यो चाहिँ यस्तो 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 तीनटा ब्लक यो हो। अनि त्यसपछि बिचमा 1 2 ब्लक जाने स्टेयर्स यसरी हालिदिने।
यता नि स्टेयर्स यसरी हाल्दिने अनि ट्र्याप डोर यहाँ लगाइदिने त्यो ट्र्याप डोर यहाँ माथिपट्टि ट्र्याप डोर यहाँ यसरी अब अर्को साइडमा चाहिँ सेम यस्तै गर्नुपर्छ अर्को साइडमा कताबाट सुरु हुन्छ यो फुटाल्नु पर्छ पहिला अब यहाँ पनि त्यही सेम तरिकाले है यहाँ एउटा यहाँ एउटा यहाँ एउटा यहाँ एउटा दुईटा स्टेयर्स यहाँ स्टेयर्स यहाँ ट्र्याप डोर है यस्तो ट्र्याप डोर यो भयो हैन अब हामीलाई चाहिएको भनेको अर्को सामान अब यो सल्भ गरे अब चाहिँ सामान चाहियो यो चाहिन्छ यो चाहिन्छ अनि यो चाहिन्छ यो चाहिँ यता बिचाडै गर्नुपर्छ क्या हो रुकिन है सोध्छु म एक दुई यताडा यो वाला ए गलत भएछ क्या ए गलत भएछ म डे गर्छु पहिला गएर सुत्छु अनि यो गलत भएछ म सुतेर त्यही भेट्छु है त लगाइछु मेरो हल्का गल्ती भएछ कि यहाँ चाहिँ 3 ब्लकको बनाउनु रहेछ यस्ता 3टा यो यता 2टा उता 2टा यहाँ चाहिँ 3टा गर्नु रहेछ मैले हल्का गल्ती गर्दैछु कि अब त्यसपछि चाहिँ यही लकको काम छ है अब चाहिँ यहाँबाट एउटा यहाँ गल्ती भयो त्यसपछि यहाँबाट एउटा त्यसपछि यहाँबाट एउटा यहाँ कति गल्ती यहाँबाट एउटा तलबाट एउटा यसरी बनाइदिने यहाँ चाहिँ अब त्यसपछि चाहिँ के गर्ने भन्दाखेरि अब चाहिँ फेरि यसको काम आउँछ यहाँ एउटा यो चारैतिर यसरी नै गर्छु अनि भेट्छु है त म चारैतिर ठ्याक्क पार्छु मैले चाहिँ यो चारैतिर यसरी हाल्दिसकेँ अब त्यसपछि अर्को काम भनेको चाहिँ अब यो ब्लकको माथि जाम पहिला ए हाल्नै जाऊ भयो अब यहाँ एउटा यसरी 3 ब्लकको उस गर्दै लग्यो भने अब माथि अझै एउटा गर्नुपर्छ है अरूलाई चाहिँ मैले यस्तो ब्लक राखेँ काट्छु त कस्तो गल्ती गर्नु यहाँ यसरी त्यहाँ यस्तो अब यो बिचाको फुटालिदिन्छु
यो 3 ब्लकको हाइट आउनुपर्छ है 3 ब्लकको यो भन भने फेरि यसको स्ट्रक्चर बिग्रिन्छ अब फेरि म यस्तै गर्छु चारैतिर अनि भेट्छु है तल गाइस गर्दै सके हैन अब तलको भागलाई नि थोरै छुन पर्छ है त्यो यो उसले चाहिँ यो उडले चाहिँ छुन भने चाहिँ बिग्रिन्छ है अब त्यसपछि अब फेरि स्टेयर्सको जान्छ अब स्टेयर्सको काम भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ मुनि जाने मुनिको स्तर लगाइदिने एउटा स्टेयर यो हैन है स्तर यता एउटा स्टेयर अब माथिपट्टि जाने माथि यसरी एउटा स्टेयर अब चाहिँ अब यो यसरी यता यो माथिबाट फर्किनु पर्छ है यसरी यस्तो फर्केको अब फेरि यताको साइड जाने पहिला त्यो जम्बीलाई मार्नु पर्यो है पहिला अब यो यस्तै अब फेरि उताको साइडले गर्छु अनि भेट्छु है त गाइस ल है त गाइस मैले चारैतिर गर्दिसक्यो अब चाहिँ काम चाहिँ ट्र्यापडोरको हो अब काम ट्र्यापडोरको सजिलो छ अब यो चाहिँ यसलाई चाहिँ अब चारैतिर यस्तरी माथि यसलाई यस्तरी तल यसलाई माथि गर्दै यो प्लेस गर्दै सबैतिर जाने अनि त्यसपछि म भेट्छु फेरि है त गाइस दुईटै टियर लगाइदिएको अनि त्यसपछि भयो यो भन्ने भने विन्डमिलको लागि नै आज भ्याइयो ल त गाइज आजको लागि यति अब भोलि नयाँ भिडियोसित भेटौँला बाई